धादिङको नीलकण्ठ नगरपालिका 6 सुनौला बजार स्थित ऐतिहासिक भैरवी मन्दिरका मूल पुजारी कुलबहादुर राणा मगर अब हामीमाझ रहनु भएन। उहाँको निधन हुनुभन्दा करिब 6-7 दिन अघि मात्रै हिमचुली खबरले उहाँसँग भैरवी मन्दिरको इतिहास, धार्मिक परम्परा र पुजारीका रूपमा उहाँका अनुभवबारे अन्तर्वार्ता गरेको थियो। त्यतिबेला उहाँले सुनाउनु भएका भैरवी मन्दिरसँग जोडिएका इतिहास, परम्परा र आफ्ना अनुभवहरू आज हामीमाझ उहाँको सम्झनाका रूपमा मात्र बाँकी छन्। उहाँसँग गरिएको त्यो अन्तिम अन्तर्वार्ता आज हामी उहाँप्रति श्रद्धाञ्जली स्वरूप प्रस्तुत गर्दैछौँ। स्वर्गीय कुलबहादुर राणा मगरप्रति हार्दिक श्रद्धाञ्जली। धादिङको भैरवी मन्दिर इतिहास, आस्था र प्रकृतिको सुन्दर सङ्गम स्थल। धादिङ बेसीबाट करिब 20 किलोमिटर यात्रा गरेपछि पुगिन्छ ऐतिहासिक भैरवी मन्दिर। नीलकण्ठ नगरपालिका 6 सुनौला बजारको अग्लो पहाडमा रहेको यो मन्दिर केवल आस्थाको केन्द्र मात्र होइन, इतिहास र प्रकृतिको सुन्दर सङ्गम पनि हो। मन्दिरको फेदीमा रहेको सुनौला बजार कुनै समय धादिङको पुरानो सदरमुकाम थियो, तर विक्रम सम्वत 2032मा सदरमुकाम धादिङ बेसी सरे पनि यसको ऐतिहासिक पहिचान आजसम्म जीवित छ। किम्वदन्ती अनुसार नुवाकोट विजय अघि पृथ्वीनारायण शाहले यही बास बसेर भाकल गरेका थिए। यहाँको स्थापना भनेको चाहिँ नि रामशाहको पालामा स्थापना भएको, अनि त्यही कारणले गर्दाखेरि चाहिँ अनि त्यहाँबाट रामशाहले स्थापना गर्नुभयो। त्यसपछि गएर चाहिँ पृथ्वीनारायण शाहले एकीकरण गर्ने बेलामा चाहिँ नुवाकोट जिल्लालाई लिनु नसक्दाखेरिको कारणले चाहिँ फेरि रिप्लाई गरेर चाहिँ पृथ्वीनारायण शाहले चाहिँ के गरेछ भनेदेखि उहाँले चाहिँ भैरवी देवीलाई चाहिँ फेरि भहकल गरेर उहाँ चाहिँ नुवाकोट जिल्लालाई लिनुलाई चाहिँ हासिल गरेर सफल हुनुभएछ। अनि काठमाडौँ प्रवेश गर्नुभएछ उहाँ चाहिँ। यस मन्दिरसँग भैरव र भैरवीको रोचक पौराणिक कथा पनि जोडिएको छ। आज यहाँ भैरव र भैरवीका छुट्टा छुट्टै मन्दिर छन्। भैरवी देवी माथिको भयो, भैरव यहाँ एउटा। अब यो कहानी छ, म के भन्न चाहन्छु भनेदेखि अब भैरवी देवी डेलिभरी हुने बेलामा अनि अब उहाँहरू श्रीमान श्रीमती, अनि त्यसपछि गएर चाहिँ अनि भैरवी देवीलाई मासु खाएर मन लाग्यो अरे होइन। अनि त्यसपछि गएर चाहिँ उहाँ चाहिँ गुरु बनेर चाहिँ जानुभयो अरे, जङ्गल पस्नुभयो शिकार खेल्नलाई। अनि त्यसपछि गइसकेपछि अनि म आउने बेला पर्सिदिनुपर्छ है भन्नुभएको थियो उहाँले होइन। अनि त्यो पर्सिने बेलामा चाहिँ जिउे सुँगुर समातेर ल्याएछ अरे, अनि चुवा गरेर कराएछ अरे। आबै भनेर देवी चाहिँ घोटेको ढाडा पूजा गर्छौँ अरे हामीले। अनि यो शिला पनि एउटै छ, त्यो कारणले गर्दा हामीले परिक्रमा गर्न पनि दिँदैनौँ। अनि त्यो रामकानी सुनिन्छ। तपाईँ चाहिँ यो भैरवी मन्दिरमा चाहिँ पुजारी गरिरहनु भएको कति वर्ष जति भयो? म त 3 वर्षदेखिको बुईमा चढेर चाहिँ म चाहिँ बिहान त नुहाइ गर्नुपर्छ हाम्रो त। यहाँ त त्यति हात खुट्टा धोएर आउँदैन फेरि हामी हात खुट्टा मुख धोएर मात्रै आउँदैन नि, हामी त नुहाइ गरेर शिरदेखिको पाउसम्म नुहाइ गरेर आउने हो। हजुर। अनि बेलुकामा चाहिँ अनि अब चाहिँ तपाईँको धुपबत्ती बाल्ने, त्यसपछि गएर चाहिँ तपाईँको चाहिँ अनि कोरा अक्षता भन्छ के, पुको अक्षता चढाइदिने, लास्ट टाइम धुप बाल्ने, डमरू घन्टी बजाउने, नगरा बाना बज्छ। घटस्थापनाको दिनमा चाहिँ यहाँ चाहिँ अब कोट घर बनिन्छ यहाँ भैरवी देवीको चाहिँ। अनि जमरा राख्ने, हामीले 4जना उपासे बस्छौँ। हामी माथिको यस्तो वस्त्रहरू लाउँदैनौँ, पछ्यौरा ओढिदिन्छौँ नाङ्गै, अनि धोती कचरा मात्रै लाउँछौँ। एक दिनमा त बेलुका मात्रै खाना खान्छौँ। अनि त्यसपछि यहाँ बेलुका बाजा बजाउनेहरू चाहिँ अब चाहिँ उहाँहरू आउनुहुन्छ, गुठियारेहरू,
जमरा पानी हाल्ने भन्ने चलन छ हाम्रो। अनि हाम्रो चाहिँ यहाँको चाहिँ वर्षदिनको ठुलो मूलबत्ती बाले हुन्छ, त्यो मूलबत्ती हाम्रो निम्न दिँदैनौँ हामी। 4 जना पालै पालो यहाँ त हावा उडिसक्ने ठाउँ हो। अनि त्यो मूलबत्ती चाहिँ निप्नै दिँदैन हामीले, पालै पालो उठ्ने। अनि यदि जलिहाल्यो भने के अरे निभिहाल्यो भए पनि अनि त्यसपछि गएर चाहिँ अनि फेरि तपाईँको चाहिँ फेरि जलाइदिइहाल्ने। 24 घन्टा बोलिरहनुपर्छ 9 दिनसम्म। अष्टमी दिनलाई के हुन्छ भनेदेखि तपाईँको चाहिँ अनि कालरथी गर्ने भन्छ। कालो बोका निखर कालो बोका काट्ने, राँगो काट्ने, कालो कुबिनो काटेर 13 अध्याय चण्डी पाठ गरेर अनि त्यसपछि होम गरेर चाहिँ तपाईँको चाहिँ त्यो काम गरिन्छ। त्यो चाहिँ तपाईँको चाहिँ महिनावारी चाहिँ बिग्रेको त्यो सोलाहरू, त्यो ब्लडहरू नगइरहने महिलाहरूभित्रमा अनि बच्चा नहुने, यसको मान्यता एउटा छ। या पुरेतबाट या चाहिँ झाँक्रीबाट चाहिँ अब चाहिँ त्यो खालको काम चाहिँ अनि उल्टो पाल्टो गरेर चाहिँ खुवाउने र उनीहरूको बच्चा बस्ने भन्ने खालको त्यो सदनमा चाहिँ त्यो कुराहरू छ। हजुरको यो त 500-600 वर्ष अगाडि कुरा हो यो। अब पृथ्वीनारायणै भनौँ न 500-600 वर्ष त 19 पुस्ता नै गइसक्यो। पृथ्वीनारायण शाहबाट चाहिँ त्यो हामीले त्यो सरासरी हेर्दाखेरि पनि होइन, यो त 500 वर्ष 600-700 वर्ष करिब हो। त्यो इतिहासमै भक्तजन त बेसरी यहाँ त बिहानदेखि नै त्यहाँदेखि म अहिलेसम्म उभिएको छु। मैले खानसाना केही पनि खाएको छैन अहिलेसम्म। मलाई शक्ति दिनुहुन्छ, उहाँले ज्ञान दिनुहुन्छ। म कोही माता साताहरू आउँछ, कोहीलाई चाहिँ त्यस्तो अप्ठ्यारो पऱ्यो भने म फेरि झारफुक फेरि केही पनि गर्दिनँ फेरि। तर उहाँहरूलाई चाहिँ म विश्व बनाएर पनि पठाउन सक्छु मैले। त्यतिसम्म चाहिँ मलाई चाहिँ भैरवदेवी र चाहिँ भगवान्हरूले चाहिँ मलाई त्यति ज्ञान दिनुहुन्छ। म सँगसँगै जुझिदिन्छु र मलाई त्यति ज्ञान दिनुहुन्छ। म अनुहार हेरेर पनि चिनिदिन्छु को मान्छे कस्तो गरेर हिँडिरहेको छ, को मान्छे कस्तो गरेर हिँडिरहेको छ। म पुरै त्यो चाहिँ मसँग चाहिँ त्यति खुबी चाहिँ छ, उहाँहरूले दिनुभयो मलाई। अहिले बेलुका कति बजीसम्म यहाँ तपाईँ बस्नुहुन्छ? यो म लगभग के अरे 7 बजीसम्म बस्छु यहाँ। अब स्थानीय भुराहरू पनि आउँछ 7 बजीसम्म यहाँ रमाइलोले उनीहरू चाहिँ होइन टिकटाक बनाउने, अब नाच्ने गाउने, अब त्यस्तो हुन्छ। अब त्यो कारणले गर्दाखेरि चाहिँ म चाहिँ यहाँ कुनै पनि चोरी नहोस्, सिसी क्यामेरा मनाइ छ यहाँ। अझ विशेष कुरा मन्दिरबाट गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे र मानापाथी लगायतका हिमश्रृङ्खलाको मनमोहक दृश्य देखिन्छ। त्यसैले भैरवी मन्दिर केवल पूजा गर्ने ठाउँ मात्र होइन, यो धादिङको इतिहास, आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई एकैपटक अनुभूति गर्न सकिने पवित्र धरोहर हो। भैरवी माताको कृपाले तपाईँले चिताएका हरेक मनोकामना पुरा हुन् भन्ने शुभकामना सहित अब अर्को फरक परिवेश र नयाँ कथा लिएर फेरि आउनेछु। त्यतिन्जेलसम्मका लागि बिदा हुन्छु। नमस्कार।